हो साथी, आज त धेरै खुसी छौ त। आज कति दिनपछि भेट्न पाछु, खुसी हुनु परेन त? ल ल साथी, खुसी पनि हुनुपर्छ, कुरा पनि गर्नुपर्छ। न त साथी, तिम्रो दसैँ कस्तो भयो? उठेर नि के कुरा गर्नु, कतै बसेर कुरा गरौँ न। हुन्छ, त्यसै गरौँ। ल जाम साथी। होइन, कताले जान लाग्छ साथी? कतै पनि होइन, यही त हो नि। ल बसौँ पर्छ। ल हस् बसौँ। भन न त साथी, तिम्रो दसैँ कस्तो भयो? कस्तो हुनु, अब टिका लगाइयो, मासु भात खाइयो, पिङ खेल्न गइयो। मेरो दसैँ त्यस्तै भयो। अनि तिम्रो नि? मेरो पनि दसैँ राम्रै भयो। ल दसैँ त राम्रै भएछ, मैले माने। अनि दाम दक्षिणा चाहिँ कति भयो नि साथी? हेर, दाम दक्षिणाको त कुरै नगर, भए चाहिँ 400-500 होला। तिम्रो चाहिँ कति भयो नि साथी? बाबा मम्मी दाइ आमा बा भए त्यही 500-600 भयो होला। ए हो र, योभन्दा नि बढी? धेरै नै भयो। अब घरमा आफन्तहरू टल्नै हुनुहुन्थ्यो, टिका लगाइने, अनि धेरै भयो। अनि साथी, तिमीले त्यो पैसाले के गर्छौ त? अब त्यो पैसाले के गर्नु र? कापी कलम किन्नै पर्यो। अब टिका लगाएर दिएको पैसा जहाँ पाए त्यही मास्नु पनि भएन। अनि तिमी चाहिँ त्यो पैसाले के गर्छौ नि? तिमीले जे गर्छौ मैले पनि त्यही गर्छु। मेरी प्यारी साथी, कति ज्ञानी। मैले जे गरेँ त्यही गर्ने। अनि के साथी, मैले भोलि प्याट्टा लगाएर बिगारेँ भने तिमी पनि बिगार्छौ? त्यस्तो त हुँदैन। अनि के खान, मैले जे गरेँ त्यही गरेको त। मेरो साथी त लाठी भनेको त कति बाठी बाई हुनु परेको त। हामी जस्तो मान्छे बाठी नभएर अरू को हुन्छ त साथी? ल ल साथी, कुरा गरेर नि सकिँदैन, बरु जाम घर। जानी भयो, जाम। ल उठ साथी, जाम। मेरो त कस्तो खुट्टा बसेर। मेरो पनि दुखेछ। ल साथी, अब दसैँ पनि गइसक्यो, अब तिहार आउँदैछ। तिहार चाहिँ राम्रोसँग मान्नुपर्छ है त? हस् साथी। र साथी, अब तिमी आफ्नो घर जाऊ, म पनि आफ्नो घर जान्छु है त? ल एकचोटि बाई बाई। बाई बाई साथी।